साथीहरू, आज म चाहिँ एकदमै अमूल्य जडीबुटीको बारेमा जानकारी दिन गइरहेको छु। यसलाई सायद हजुरहरू धेरैले चिन्नु पनि भएको होला र कसैलाई थाहा छैन भने यसको नाम चाहिँ हामीहरूले हडचुरो भनेर भन्छौँ र यसको जरा चाहिँ हुन्छ। यो जरा चाहिँ विशेष गरेर हाड जोर्नीहरू भाँचिएकोमा पनि यसले जोड्न मद्दत गर्छ भन्ने एकदम गुणकारी औषधि रहेको छ। यसलाई हडचुरो भनेर चिन्छौँ र जुन चाहिँ हड्डीहरू फ्र्याक्चर भएको छ, हड्डी चर्किएको छ, फुटेको छ भने पनि यसले जोड्छ भन्ने मान्यता छ। यो चाहिँ पहिला धेरै थियो हाम्रोतिर, तर अहिले चाहिँ यो लोप हुन लागेको जडीबुटीमा परेको छ। यसको नाम चाहिँ हडचुरो रहेको छ र यो चाहिँ हाम्रोतिर अहिले एकदमै कम पाउन थालेको छ। पहिला एकदमै धेरै हुन्थ्यो, अहिले चाहिँ छैन। हजुरहरूकोतिर पाउँछ कि पाउँदैन? साथीहरू, आज म चाहिँ एकदमै अमूल्य जडीबुटीको बारेमा जानकारी दिन गइरहेको छु। यसलाई सायद हजुरहरू धेरैले चिन्नु पनि भएको होला र कसैलाई थाहा छैन भने यसको नाम चाहिँ हामीहरूले हडचुरो भनेर भन्छौँ र यसको जरा चाहिँ हुन्छ। यो जरा चाहिँ विशेष गरेर हाड जोर्नीहरू भाँचिएकोमा पनि यसले जोड्न मद्दत गर्छ भन्ने एकदम गुणकारी औषधि रहेको छ। यसलाई हडचुरो भनेर चिन्छौँ र जुन चाहिँ हड्डीहरू फ्र्याक्चर भएको छ, हड्डी चर्किएको छ, फुटेको छ भने पनि यसले जोड्छ भन्ने मान्यता छ। यो चाहिँ पहिला धेरै थियो हाम्रोतिर, तर अहिले चाहिँ यो लोप हुन लागेको जडीबुटीमा परेको छ। यसको नाम चाहिँ हडचुरो रहेको छ र यो चाहिँ हाम्रोतिर अहिले एकदमै कम पाउन थालेको छ। पहिला एकदमै धेरै हुन्थ्यो, अहिले चाहिँ छैन। हजुरहरूकोतिर पाउँछ कि पाउँदैन?